हेलो साथीहरू, नमस्ते। कस्तो हुनुहुन्छ हजुरहरू? तपाईँहरू माझमा चाहिँ मैले फेरि पनि एउटा भिडियो लिएर आएँ साथीहरू। त्यो भिडियो चाहिँ के चाहिँ भन्नुहुन्छ भने मलाई चाहिँ एकदम बचपनको याद ताजा गर्यो क्या। बचपनको याददास्त ताजा गर्यो। हेर्नुहोस् न, यो यो चाहिँ बी। मैले अलमोस्ट 20-25 इयर्स बाद चाहिँ यो चिज देखेको। गाउँमा पनि आजकल त देख्दैन त्यस्तो साह्रो, किनभने यो चाहिँ हामी बचपनमा टिप्नु जान्थ्यो क्या साथीहरू। 1 विक मैले टिप्यो भने नेक्स्ट विक अर्को साथीले टिप्थ्यो, त्यसरी क्या टर्न वाइज टिपेर खान्थ्यो गाउँघरमा। अन्त त्यही भएर बेङ्गलोरमा पनि यस्तो चिज पाउँदो रहेछ साथीहरू। म त छक्कै परेँ, फर्स्ट टाइम देखेको मैले। बेङ्गलोरमा पनि मेरो 12 इयर्स भयो अलमोस्ट होइन, तर मैले फर्स्ट टाइम देखेको है साथीहरू यो हो। अन्त यो चाहिँ म लन्चमा बनाउँछु साथीहरू। तपाईँहरूलाई मनपर्छ कि पर्दैन यो भन्नुहोस् है, को मनपर्छ खाने भयो आउनुहोस् हो। अन्त मैले म्याङ्गो पनि लिएको छु। यो म्याङ्गो चाहिँ खट्टा हुँदैन क्या, अमिलो हुँदैन, त्यही भएर खानु मन परेर ल्याएको। यो त सुन्नुभएको होला तपाईँहरूले, अमलाकाण्ड नेपालमा भएको है। तर के गर्नु, अब मलाई त डक्टरले खानु भनेको छ, त्यसैको साथीहरू खाइदिन्छु म यो। तपाईँहरूलाई पनि खानु मन परेको छ भने आउनुहोस् है मेरोमा। हुन्छ त, बाई बाई।